हाम्रो फार्म भिजिट आज चाहिँ हामी बाँस काटेर अब यहाँ इस्कुसको लागि छाङ्रो बनाउन लागेका छौँ। हाम्रो तल हाँसहरू छ बाँस लडे बाँस लड्दैछ। ल हाम्रो म्यागी यता कुदिरह म्यागी हजुर दुध खाँदैछन् बच्चाहरूले बट्टाबट। हाम्रो चाहिँ फार्म भिजिट है हजुर, फार्म भिजिट। ल यस्तै छ हाम्रो चाहिँ चलिरहेको फार्म। यहाँ चाहिँ कुखुराहरू छन्, कुखुरा चल्लाहरू, तल हाँस, यता बङ्गुर, यता हाम्रो म्यागी छ आइज ए मेरो पुच्छर म्यागी बङ्गुर मासु भात खाँदै। यसको बच्चा आज एक हप्ता दिन भयो यसको खसी पारिसक्यो है हामीले। खसी पारेर पुच्छर काटेर सबै रेडी छन्। अब 40-45 दिनपछि बिक्रीमा तपाईँहरूलाई चाहियो भने कन्ट्याक्ट गर्न सक्नुहुन्छ। 45 दिनमा एकदम राम्रो नसक्दो बङ्गुरको बच्चा चाहियो भने हामीले दिन सक्छौँ है। यो कहाँबाट आएको उता माउको, यहाँ त 13वटा छ बच्चा। 13वटा यता मस्त सुतेर ल यता 10वटा छ। त्यो पहिलो बेते माउहरू हुन् यिनीहरू चाहिँ। यता 10वटा छ। हाम्रो जीवनशैली सिम्पल लाइफ जीवनशैली यस्तै छ है हजुर। यता 9वटा छ। अब आज हिँडेको पुच्छर काट्ने, आज पुच्छर र दाँत काट्ने। आज 2 दिन भइरहेको पुच्छर र दाँत काटिन्छ है आज। आज 2 दिनका भइरहेहरू। हाम्रो चाहिँ पिएस दाना दिन्छौँ यिनीहरूलाई। पिएस दाना, मासु, भात यस्तै दिने गरेका छौँ है। ल यसको चाहिँ 10वटा बच्चा छ। 11वटा थियो, एउटा यता हालिदिएछ। ल बङ्गुरको बच्चा हेर्न सक्नुहुनेछ है तपाईँहरूले। यस्तै छ है हजुर हाम्रो चाहिँ। यता कोही सुतिरहन् बच्चाहरू, कोही माउ खाँदैछन्। ए खान्छ सर बाटो सर। ल हाम्रो फार्म भिजिट बङ्गुला मासु भात दिँदैछन् कमली। ल हेर्नु त हाम्रो दाउराको हार चाहिँ झरे, दाउराको हार लगाएको। यो चाहिँ हाम्रो मासु कुकुरको लागि हो। ल मासु रेडी हुँदैछ। कट पिसहरू हो यिनीहरू चाहिँ, कट पिस। यो हाम्रो भात पाकेको छ यता। यो चाहिँ बङ्गुरलाई र कुकुरलाई भात दिन्छौँ हामीले चाहिँ यसरी पकाएर है। हाम्रो मासु यस्तोमा हुन्छ स्टोरी। मासु यो सबै कट पिस है, कुखुराको कट पिस। यो सबै कट पिस हो हजुर, सबै कट पिस। ल हाम्रो यो चाहिँ कुकुरको केनल हो। यो चाहिँ हाम्रो कुकुरको केनल हो। यस्तो छ है कुकुरको केनल चाहिँ। कुकुरको केनल यस्तो छ हाम्रो। ल
ल गाउँले घरहरू हो गाइज, गाउँले घरहरू। ल हाँसको बच्चा छ एउटा। अलिअलि हाँसको बच्चा चाहिँ हामी नै हुर्काइदिउँ भनेर हल्का फुल्का। यो चाहिँ आज 7-8 दिन भयो है यो चल्ला। यो चाहिँ 2 महिना 2.5 महिनामा रेडी हुन्छ। यस्तो हाँसको बच्चा चाहियो भने चाहिँ कन्ट्याक्ट गर्नुभयो हुन्छ, हामीसँग हुन्छ हाँसको बच्चा चाहिँ। ल हाँसको बच्चाहरू हेर्दै आज 7-8 दिन भएको हाँसको बच्चाहरू यो हो। ल यहाँ चाहिँ कोही 2 हप्ता, कोही 3 हप्ता, कोही 4 हप्ता भएको हाँसहरू है यिनीहरू चाहिँ। हामीले यो बच्चा अलिअलि उब्रेको बच्चाहरू चाहिँ आफै राखेर पाल्ने गर्छौँ फटाफट। यो माउ कुनै मर्छ, कुनै के हुन्छ, कुनै बिरामी हुन्छ, त्यस्तो बेला अनि यिनीहरू ठिक हुन्छ भनेर अलिअलि ल्याएर हुर्काउँछौँ है हामीले। यो बच्चाहरू चाहिँ हाम्रो आफ्नै फार्मको बच्चाहरू हो। यता पनि छ अलिअलि। तपाईँहरूलाई चाहियो भने कन्ट्याक्ट गर्नुभयो हुन्छ। ल यो हाँसहरू यस्तो छ है हाम्रो। यो चाहिँ लोकल कुखुराहरू है गाई। ल लोकल कुखुराहरू यो चाहिँ। यो चाहिँ लोकल कुखुराहरूलाई हेर्दै यहाँ यो 2 हप्ता भयो लोकल कुखुराहरू। यता छन् बर्माहरू, बर्मा लोकल फाइटर भाले पोथीहरू छन्। ल फाइटर अहिले ठाउँ नभएर सबै एकै ठाउँमा छन् यिनीहरू। ल हेर्दै हाम्रो चाहिँ सरल सस्तो मस्तो फार्म हो है यो। हाम्रो चाहिँ अन्डरग्राउन्ड फार्म हो नि फेरि यो अन्डरग्राउन्ड फार्म हो। मलाई पछ्याउँदै आउँदैछ म्यागी। म्यागी आइज आइज। यहाँ चाहिँ यसले रेख्दै गर्छ म्यागीले। यता जङ्गली जनावरहरू बिरालोहरू आउँछ। हाम्रो प्यारेन्ट हाँसहरू चाहिँ है। अब यहाँ तल पनि ठाउँ बन्दैछ फार्म यो हाम्रो हाँसको लागि। अब बिस्तारै बन्छ यो चाहिँ। यी हाँसको राति बस्ने हाँसको अन्डरग्राउन्ड फार्म यही हो। 2 तलाको माथि कुखुरा तल हाँस। ल फार्म यस्तरी। जा आजा आइस म्यागी आइस। मजा 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 घरमा जा। यसले हाँस दबाउँछ ठुलो हाँस। मजा म्यागी। ल हाम्रो हाँसहरू चाहिँ प्यारेन्ट हाँस है। यो हाम्रो इन्डियाबाट लिएर आएको हाँस हो। सीतामढीबाट आएको हाँसहरू हो नि त। ल प्यारेन्ट हाँसहरू हाम्रै। एउटा चल्लाको 140 रुपियाँमा हामीले दिन्छौँ है। ल हेर्दै प्यारेन्ट हाँस कत्रो छ। प्यारेन्ट हाँसहरू EL3 दाना मात्रै हो यिनीहरूलाई हामीले दिने। EL3 दाना दिन्छौँ। यहाँ पोखरी छ हाम्रै। ल हेर्न सक्नुहुन्छ पोखरी। पोखरी पनि चाहिन्छ है हामीले। मजा पोखरी चाहिँ चाहिन्छ क्या। भाले लाग्नुपर्छ यिनीहरू होइन। यी हाम्रो बङ्गुर फार्म फेरि यता नि बङ्गुरहरू अलिअलि छन्। हाम्रो हाँसहरू हाम्रो हाँसहरू हाम्रो हाँसहरू अन्डा ल पानीमा अन्डा भेटिन्छ यसरी। भर्खरै अन्डा पारेछन्। यो अन्डा चाहिँ अब चल्लाको लागि हुँदैन। यो यहाँ डाँडामा अन्डा पारेछ नि। यहाँ नि अन्डा पारेछ। यो चल्ला नि लाई हुँदैन पानीमा परेको चाहिँ। पानी हाम्रो यसरी आउँछ ल हेर्दै। हाँसलाई पानी 24 घन्टा पानी आउँछ। त्यो पानी बाटो हुँदै जान्छ। भर्खरै अन्डा पारेछ यहाँ।
यस्तो छ है हाम्रो चाहिँ फार्म। यो चाहिँ अस्ति मात्रै बनाएको फार्म हो। यो चाहिँ 1 लाखको फार्म भनेर मैले अगाडि पनि भिडियो बनाएको थिएँ। यी हाम्रो वीर भाले, वीर काजी भाले। यो एउटा भाले, यो भालाको पोथी हो। यो अर्को भाले यता चाहिँ 7 महिना भयो भाले नि। यो चाहिँ खसी पाएर भाले, खसी 2टा। यो भाले यता छ। अर्को यो बच्चा पाउने भाल लगाइसकेको पोथी यस्तो छ। यो अब भाल लाउने बेला भएको, अब यो भाले कति बेला भएको पोथी हो। यसलाई पनि हामीले फर्ममै राख्ने हो। यो पनि यो 2टा अब मासुको लागि रेडी हुँदैछन् यिनीहरू खसी। ल हाम्रो जीवनशैली चाहिँ यस्तै छ है हजुर। ल माथि फार्म हाम्रो यस्तो छ। ल यति भन्दै आजको यो भ्लगमा चाहिँ बिदा लिनु पऱ्यो। भोलि फेरि नयाँ भ्लगको साथ उपस्थित हुनु पऱ्यो है। बाई बाई।